आजको भिडियोमा चाहिँ तिते करेला अनि दाल भात चाहिँ कस्तो भयो त? करेला छ नि करेला, आइ होइ होइ हो, यो करेला छ नि करेला चाहिँ बाबा मुखबाट पानी आइहाल्छ। करेला चाहिँ मलाई किन्न हो किन देख्नै हुँदैन, यसलाई त फ्राई गरेर जसरी पनि खानै परिहाल्छ क्या मलाई चाहिँ, होइन? त्यही भएर चाहिँ मैले टक्क आफ्नो लागि मात्र अलिकति करेला चाहिँ मैले टक्क रोस्ट गरेर आज चाहिँ टक्क फ्राई गरेर मस्त लाएर चाहिँ करेला दाल भात खाने छु है त गाइस। सानो सानो हुँदाखेरि चाहिँ यो करेला एकदमै मन नपराउने मान्छे होइन, अहिले चाहिँ यो इन्जिन ठुलो भएर हो कि के हो भने करेला चाहिँ मलाई बबाले लाग्छ। अनि हजुरहरूलाई कस्तो लाग्छ होइन तिते करेला होइन? अब चाहिँ मेरो दाल तड्का हान्ने पालो आएको छ। टक्क लाएर लसुन सट्ट हाल्दै होइन, लसुन चाहिँ मलाई फेरि एकदमै मनपर्छ है गाइस। त्यहाँबाट चाहिँ सुकेको खोर्सानी पनि हाल्दै टक्क लाएर होइन, हल्का फुल्का चलाउँदै थिएँ होइन। त्यहाँबाट पालो आएको छ हाम्रो जिराको होइन। जिरा नहालेको दाल चाहिँ फेरि बबालै हुँदैन जस्तो लाग्छ क्या मलाई। त्यहाँबाट फेरि यो ठाउँमा चाहिँ घाँस नहालिकन केही चिज पनि खाँदैन क्या गाइस। त्यहाँबाट घाँस पनि मैले हाल्दिएँ होइन, करी पत्ता। त्यहाँबाट चाहिँ मैले टक्क चलाउँदै होइन यसलाई टक्क पहेँलो पारेर चाहिँ मैले हान्छु गाइस अब दाल तड्का। अब चाहिँ मैले दाल पनि झ्वाइँ पारेर तड्का हानिसकेँ गाइस होइन। टक्क हेर्नु न कस्तो फ्लेभर पनि बबाल छ होइन। अनि हजुरहरूलाई चाहिँ कोलाई मनपर्छ नि दाल भात होइन? लु अब चाहिँ हाम्रो दाल पनि रेडी भइसकेको छ। अब चाहिँ मेरो पालो रहेको छ करेला पकाउने होइन। यो तिते करेलालाई चाहिँ मैले एकदम छिटो मिठो पकाउन खोजिरहेको छु। त्यही भएर मैले तातो तेलमा सट्टै हालेर रोस्ट गर्न लागिसकेको छु, किनकि म आज अलिक धेरै बिजी छु नि त। त्यही भएर लु अब चाहिँ मैले खानै पर्ने हुन्छ होइन तिते करेला। अनि त्यहाँबाट फेरि नन भेज नखाने कुरै हुँदैन होइन। टक्क लाएर एउटा अन्डा पनि मैले अम्लेट बनाइसकेको थिएँ होइन। आज चाहिँ मैले अम्लेट तिते करेला अनि दाल भात चाहिँ बबाले खाएँ गाइस। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुनेछ। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो त? लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न नबिर्सिनुहोस्। हस् त, धन्यवाद।